के भन्नु हेलो गाइज हाम्रो अर्ग्यानिक धुपहरू यसरी बनाइन्छ यो धुपीको धुलो अनि यो के रे दिदी अनि त्यस पछाडि अष्टगन्धा धेरै किसिमको जडीबुटीहरू राखेर बनाइन्छ अर्ग्यानिक धुपहरू हाम्रो दिदीको आफ्नै बिजनेस यो अष्ट धुलो हाल्नु भएन अष्टगन्धा धुलो हाल्नुभयो रक्त सुगन्ध भन्ने धुलो रक्त सुगन्ध घरमै बसेर पनि यसरी बिजनेस गर्न सकिन्छ अर्ग्यानिक धुप त्यो फेरि के दिदी अष्ट सुगन्ध त्यो फेरि के यो पनि अष्ट सुगन्ध भयो अब यो पनि त्यही हो होइन त्यो नखोला बाबु यो होइन यसरी बनाइन्छ गाइज हाम्रो धुप धेरै किसिमको जडीबुटीहरूबाट बनाइएको धुप यो धुप बालेपछि के अरे घरमा शान्ति छाउँछ सुख हुन्छ होइन घरमा लक्ष्मीको बास हुन्छ साल यसरी सालहरू पनि मिसाइन्छ यसरी कुटेर धुलो बनाएर हेर्नु लाक्पा दिदी बौद्ध यसको नाम भनिदिनु न दिदी के हो यो सालधुप सालधुप कपुर कपुर मिसाएर यसरी बनाइन्छ यसरी मोलेर गराइन्छ तपाईँलाई पनि चाहियो भने हामीलाई सम्पर्क गर्नुहोला
धेरै थरीको जडीबुटीबाट बनाइएको अगरबत्ती, बाटेको धूप, घरमा सुख शान्ति खुसियाली छाउने धूप। तरकारी बसाल्छु। अब पेपर काट पेपर काटेको बोल्नु। यसरी हेर्नुहोस् गाइज, यसरी पेपरहरू काट्ने, पेपरहरू यसरी काटेर यसरी बनाइन्छ हाम्रो अर्ग्यानिक धूप। हेर्नु गाइज, यसरी पटाएर यसरी गरिन्छ, यसरी काटिन्छ। यसरी बनाइन्छ गाइज। हेर्नु, यो हजुरलाई हामीले सुरुदेखि अहिलेसम्म यसरी हामीले हजुरलाई देखाइरहेछौँ। यो धुलोमा कुनै पनि मिसावट छैन, कुनै पनि केमिकल चिजहरू छैन, सबै अर्ग्यानिक चिजले बनेको बाटेको धूप। यसरी बनाइन्छ। हेर्नु, यसरी बनाइन्छ गाइज। हेर्नु, यी अर्ग्यानिक धूप।
हेर्नु यी हजुरहरूले हेर्न सक्नुहुन्छ यसरी प्याकिङ गरिन्छ यसरी बनाएर यसरी प्याकिङ गर्न सकिन्छ चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला अर्ग्यानिक धुपको लागि बाटेको धुपको लागि कुनै पनि केमिकल चिजहरू छैन यसमा सबै अर्ग्यानिक चिजहरू छ यसरी बाटेर हेर्नु यसरी बाटेर यसरी प्याकिङ गरिन्छ यस्तो किसिमले बनाइन्छ अर्ग्यानिक धुप बाटेको धुप चाहियो भने हामीलाई सम्पर्क गर्नुहोस्